जेन्जी घटनाको बेलामा सबभन्दा पहिला शेरबहादुर देउवालाई मार्नुपर्छ भनेर छ्याप छ्याप खुकुरी हानेर उहाँलाई घाइते बनाएको थियो। त्यो जस्तो नेता कसैको षड्यन्त्र कसैको पहिला यो हावादारी कुरा। यत्रो मान्छेहरू कहाँबाट आए यी मान्छेहरू? शेरबहादुर देउवाजीको चाहिँ अभिभावकीय भूमिका यो देशलाई नपै भएन भनेर चाहने मान्छेहरूको बेला। सायद नेपालको इतिहासमा यो एयरपोर्टबाट यसरी स्वागत गरिएको पहिलो पटक हो भन्ने मलाई लाग्छ। राजा महाराजाको बेला हुन्थ्यो हेर्नुहोस्, यस्तो सवारी तपाईँहरूले गराउनु भएको छ। राजा महाराजाको थिएन, एउटा जनताको छोरो सुदूरपश्चिमको एउटा चाहिँ कुना काप्चामा जन्मिएको एउटा नेता, उहाँको कर्मले गर्दाखेरि आज यत्रो समर्थन पाएको छ। यो नेपाली जनताको लागि पनि खुसीको कुरा। सबैजनाले हिजोको दिनमा चाहिँ खराने ग्याङ भनेर चाहिँ रासपालाई आक्षेप लाउँथे, तर अहिले कङ्ग्रेसभित्रै कङ्ग्रेसकै साथीहरू एक पक्ष अर्को पक्षले एकअर्कालाई आरोप लगाइरहेछन् है। र यो चाहिँ अब सत्य हो कि गलत हो कि त्यो चाहिँ म भन्न सक्दिनँ, तर अब अदालत छ, अदालत